युट्युबमा सिधै हाल्नु पर्यो चाहिँ है गाइस हामी चाहिँ कोराला बोर्डरमा 7591 लिन जानला है 7591 कसरी बताएर 7591 कोराला बोर्डरमा चाहिँ यस्तो हिउँमा गाडी हिँड्छ है नेपालमा पनि 110 किलोमिटर मरु हिउँमा हो सेतो रोड अरू कालो रोड यहाँ चाहिँ कालो पिच छैन सेतो पिच छ पुरै सेतो पिच पनि एकदम बाक्लो खालको छ है साथी हो नेपालको सरकारले यो सेतो पिच चाहिँ बाक्लो खालको गरेर छ कालो पिच चाहिँ अलिक कम गर्छ उतातिर यहाँ चाहिँ एकदम राम्रो क्वालिटीको सेतो पिच छ है 4 मिनटको 4 मिनट बनाएपछि हामी चाहिँ अब चाइना र नेपालको लगभग सिमानामा पुग्न लाग्यौँ कैलाश मानसरोवर हरेक ठाउँ जाने यतैबाट हो 2-4 किलोमिटर बाँकी छ अब हामी चाहिँ अब बोर्डरतर्फ जाँदैछौँ हरेक डाँडा खाल्टा खुल्टी सब हिउँले ढाकिएको छ खाल्टा खुल्टी छैन रमणीय ठाउँ चाहिँ यही रहेछ है साथीभाइ हो गाइजहरू यतै घुम्न आउनु होला सम्पूर्ण मान्छेहरूले एकचोटि चाहिँ स्वर्ग भने चाहिँ यहीँ छ कर्लामा यही हेरेर मर्नु होला कर्लामै छ स्वर्ग भनेको चाहिँ यस्तो हिउँमा मरुभूमि नेपालको काहीँ मरुभूमि नदेखा मान्छेहरूलाई चाहिँ हेर्ने र हाइट भएको ठाउँ हिउँ खेल्नलाई रमाइलो ठाउँ चाहिँ यही छ है सबैजना एकचोटि घुमेरै हेरेर नेपालको पहिचान बनाउनु होला यस्तो ठाउँमा घुम्नु भनेर है हाम्रो नेपालमा नेपालको चाइनाबाट इभी भित्रिँदै छ इलेक्ट्रिक गाडी चाहिँ यसरी आइरहेछ भट्टाभट नेपालमा चाइनाबाट आइरहेछ हो सहरहरूले चाहिँ कुदाउने हुन्छ अब हामी चाहिँ चाइनाको बोर्डरमा जाँदैछौँ चाइना पारिपट्टि चाहिँ त्यत्रो विकास छ है नेपाल वारी चाहिँ एउटा शौचालय शुद्ध व्यवस्थापन नभएको गरिबमा नि गरिब भिखारी गरिब भयो हामी नेपाली भएर खालि नेताहरूले खालि चाहिँ चन्दा माग्ने मात्रै उनीहरूको छोराछोरी अमेरिका अस्ट्रेलिया पुऱ्याउने देश गरिब बनाउने एउटा बोर्डरमा चाहिँ तपाईँको दुई देश बिचको चाहिँ सेना तगडासित चाहिँ राख्नुपर्ने ठाउँमा चाहिँ यहाँ चाहिँ केही छैन हाम्रो नेपालपट्टि चाहिँ चाइनापट्टि चाहिँ पुरा सेना गाडी तार लाएर सिसी क्यामेरा आएर पुरा व्यवस्थित सहर बनाएको छ है नेपालपट्टि चाहिँ एउटा घुम्न आउने महिलाहरूलाई दिदीबहिनीहरूलाई पुरुष दाजुभाइहरूलाई चाहिँ एकदम समस्या छ एउटा टोयलेट शुद्ध बनाउन नसकेको गरिबमा नि गरिब महागरिब भएको महसुस गरिन्छ यो कोर्ला नाका बोर्डरमा आउँदा चाहिँ हामी यत्रो वीर गोर्खालीको सन्तान भएर एउटा टोयलेट पनि बनाउन नसकेको अवस्था छ हाम्रो नेपाल चाहिँ देश यस्तै छ है गाई छ यसलाई चाहिँ अलिक छिटोभन्दा छिटो यो बोर्डरमा चाहिँ अलिकति बिल्डिङ सिल्डिङ टोयलेट व्यवस्थापन गर्नु पऱ्यो यो नेपाल सरकारलाई चाहिँ आग्रह छ मेरो यो बोर्डरमा सशस्त्र प्रहरी साथीहरूलाई पठाउनको लागि अहिले धेरै चिसो ठाउँ भएको कारण अलिक व्यवस्थित पाराको बनाउनु पऱ्यो खालि भ्रष्टाचार मात्रै गर्ने नेताले यहाँ काम गरेनन् अब अहिले राम्रो नेता आएर चाहिँ बोर्डरमा अलिकति व्यवस्थापन यसो बारबेर यसो एक दुईवटा बिल्डिङ टोयलेट शौचालय व्यवस्थापन गर्नु पऱ्यो यो चाहिँ नेपाल सरकारलाई मेरो तर्फबाट आग्रह छ यहाँ कत्रो खाल्टो देखेन न हिउँले पुरै भएर आयो कोराला नाका पुग्यौँ हामी अब हामी चाहिँ छ त बोर्डरमा यसरी जाँदैछौँ अब चाहिँ हामी लगभग नेपालको सिमाना चाहिँ र चाइनाको बिच सिमानामा गेटमा प्रस्थान गरिरहेछौँ यहाँ चाहिँ अब गाडीहरू दुईवटा गाडी खिचेर बसेको अवस्था छ अनि कोराला पारी चाहिँ हेर्नुहोस् यति राम्रो सहर बिल्डिङहरू भ्याइबी छ हेर्दाखेरि यो मरुभूमि होइन हिउँपरी ठाउँ होइन जस्तो बनाएको छ भने वारी चाहिँ हेर्नुहोस् केही छैन हाम्रो देशमा कति हेला गरे होला हाम्रो जमिनलाई अर्काले सिधै पिचेर खाइदियोस् भनेर हेला गरे होला कि हाम्रो आफ्नो सम्पत्ति त संरक्षण गर्ने देशको सरकारको चाहिँ दायित्व हो सरकार के हेरेर बस्या होला यतिसम्म चाहिँ चिसोले हेर्नुहोस् गाडी बिग्रेकोलाई हेर्नुहोस् यहाँ बिजोग छ मान्छेहरूको यसरी 2 लाख भाडा सम्झेर आउनेहरूको हेर्नुहोस् यहाँ हालत खराब छ गाडी बिग्रेर हेर्नुहोस् यहाँ हुँदैन ल हेर्नुहोस् यहाँ 42-74 पनि खराब भइहालेछ ल हेर्नुहोस् यहाँ हिउँको यस्तो अवस्था छ